मारा बालेन सरकार भनेर यति बेला विरोध भइरहेको छ काङ्ग्रेस एमाले भनिहाल्छन् जनताले होइन भनेको जनताले भोट दिएर दुईटै ल्याएर कस्तो कुरा गर्नु तपाईले दुईटै कसले अमेरिकाको मान्छेले हाले जापानले हाले आफू विदेशी दलाल थाहा छैन अर्कालाई विदेशी दलाल भन्ने अमेरिकाले भोट हाले हो जापानका आए भोट हाल्न यहाँ भारतका मान्छे हुन् भोट हाल्ने थियो घन्टीमा अमेरिकाले दबाब दियो घर घन्टीमा भोट हाल्न पनि भनेका छन् यहाँ पास गरेको तपाईँ र म यिनी चिन्ता छैनन् अनि अर्काले विदेशी आफूले गर्दा नि सुदेशी अर्काले विदेशी ए बा चित्रबहादुर केसीले त अमेरिकाले जबरजस्ती घन्टीमा भोट हाल्न लगाए पनि भनेका छन् क्या हो मलाई मैले हाले जबरजस्ती मलाई गराए 77 वर्षमा खोइ हाम्रो कातिका जोरा नचाहिने कुरा उनीहरूको बर्मन पालन जे बौला जे पनि भन्छ अब काङ्ग्रेस चोर भन्नु सिक्नु पर्यो अर्का छोरो मात्रै चोर आफ्नो पार्टीका गलतले गलत नभन्ने अर्काले मात्रै खुट्टा तान्ने अलिकति त्यो जुन संरचना जति तल बन्नुपर्ने थियो त्यसको पनि अलिकति इलिगल भन्ने कुरा आयो त्यो चाहिँ फेरि सरकार सही छ त्यसमा चाहिँ अब त यदि अग्लो बन्नु हुँदैन थियो भने होइन उहाँको जुन मापदण्डमा 6-7 तले चाहिँ उहाँले पास गर्नु भएको रहेछ 2 तले चाहिँ एक्स्ट्रा थप्नु भएको छ नि त्यो चाहिँ इलिगल हो त्यो चाहिँ बन्नु पाइँदैन फेरि त्यो चाहिँ यो जुन घर छ नि यो 8 तले घर गगनचुम्बी घर सिंहदरबारदेखि जम्मा 200 मिटर पूर्वमा खडा भएको उभिएको अब सिंहदरबारले देखेन कर्मचारीले देखेन खोला मिचिएर घर बनाउँदा के हेरेर बसिरहेको थियो अथवा कर्मचारीलाई मालपोतका कर्मचारीलाई त हामीले को व्यक्तिहरू यसमा दोषी छन् भनेर बुझ्न सकिन्छ भन्नुहोस् त यसो हेर्दाखेरि त तपाईँ हाम्रो जग्गा पनि सरकारको नाममा पर्छ कि क्या हो भनेर शङ्का उत्पन्न भएन सर त्यही त मैले तपाईँलाई मैले के भने भन्दाखेरि यहाँ वडादेखि नगरसम्म सबै बिचौलियापन हुन्छ क्या यस्तोहरू चाहिँ पुरै ब्रेकअप हुनु पर्यो सबै सेटिङमा बिग्रिन्छ यो अध्यक्षदेखि लिएर मेयरदेखि लिएर सबै मिलेर नभइकन यत्रो बन्छ त्यसले गर्दाखेरि त्यो पनि छानबिन हुनु पर्यो तिनीहरूलाई कलमा उर्दू तार्नु पर्यो जनताले सडकमा ल्याउनु पर्यो भनेपछि तपाईँले भनेअनुसार यहाँ महानगरदेखि लाएर मालपोतदेखि लाएर अदालतदेखि लाएर सबैको मिलिमत्तमा ब्रह्मलुट भएर छैन त्यसो अनि कसरी यस्तो घर बन्छ त यहाँ अनि उहाँले त पैसा हालेर बनाएको हो नि त होइन कर तिरिरहेछ सबै कुराहरू होइन अहिले चाहेर त भत्काउने कुरा आयो नि त यहाँ हो क्या भन्नुहोस् त त्यसले गर्दाखेरि सुरुमै पनि बन्नु नदिनु पर्थ्यो यत्रो 8 तलाको घर सिंहदरबारले देखेन किन मेरो प्रश्न के पटक पटक अब मलाई के लाग्छ भन्दाखेरि उहाँहरू बिके पैसामा बिके पावरमा बिके होइन सबै बिके भन्दा अगाडि क्या एमाले काङ्ग्रेसमा सबै बिके अब सबै को बिके तपाईँलाई पनि सबै थाहा छ होइन अहिलेसम्म यो बिकेर यस्तो हालत भएको हो होइन अझै नेपालमा त तपाईँको के छ भन्दाखेरि विदेशबाट मागेर खाने चलन छ अनि 1 करोड माग्यो भनेदेखि तपाईँको 20 लाख जति चाहिँ तपाईँको यसो विकासमा हालिदिने 80 लाख यो मिलेमत्त गरेर खाने प्रणाली अझै पनि छ होइन त्यस्तै नै यहाँ पनि जति पनि नराम्रो यो प्रति जग्गा छ नि 1-2 जना मिल्ने होइन हुकुमवासीहरू मिल्ने आफ्नो नाममा गर्ने बेच्ने होइन प्रचलन गर्ने प्रशस्त देखिन्छ त्यसको विरुद्धमै बालेन सरकार चाहिँ